अब आजको क्लासमा हामी आधारभूत एकाइ र तर्जन्य एकाइसँग सम्बन्धित कन्सेप्टहरूलाई डिस्कस गर्नेछौँ। अब यहाँ म परिभाषामा गइनँ, परिभाषा तपाईँहरूको किताबमा छँदैछ, सायद थाहा नै होला कि आफ्नो स्वतन्त्र अस्तित्व भएको अन्य नापका एकाइहरूमा भर नपर्ने एकाइहरूलाई आधारभूत एकाइ भनिन्छ। र आउनै पर्ने चाहिँ आधारभूत एकाइ जम्मा 7 वटा, 5 र 2 ले 7 वटा। यो 7 वटाको नाम तपाईहरुलाई आउनै पर्ने हुन्छ। किलोग्राम, मिटर, सेकेन्ड, केल्भिन, क्यान्डेला, एम्पियर र मोल। किलोग्राम पिण्डको हो, मिटर लम्बाइको, सेकेन्ड समयको, केल्भिन तापक्रमको, क्यान्डेला प्रकाशको तीव्रताको, एम्पियर विद्युतको र मोल पदार्थको मात्राको। यो 7 वटाको चाहिँ एकदम म्यान्डेटरी हो, याद हुनै पर्छ, किनभने यो सबैतिर काम लाग्छ। अब तर्जन्य एकाइमा जाउँ। तर्जन्य एकाइ चाहिँ अन्य आधारभूत एकाइहरूमा निर्भर रहन्छ, अर्थात् यो आधारभूत एकाइहरू मिलेर बनेको हुन्छ, चाहे 2 होस् वा 2 भन्दा बढी होस्, यसको आफ्नो अस्तित्व छैन। इक्जाम्पलमा हेरौँ, जूल, न्युटन, वाट। अब यो टपिकसँग सम्बन्धित केही सोधिएका क्वेशनहरू हेरौँ। नम्बर 1 मा छ, तलका मध्ये तर्जन्य एकाइ कुन हो भन्छ। कति इजी छ। यदि तपाईहरुलाई आधारभूत एकाइ याद छ भने यहाँ त एन्सर सिम्पल छ। किलोग्राम आधारभूत एकाइ हो, सेकेन्ड आधारभूत एकाइ हो, केल्भिन आधारभूत एकाइ हो। त्यसैले तर्जन्य एकाइ कुन हुन्छ? न्युटन। अर्को हेरौँ, फेरि सिमिलर टाइपको क्वेशन छ। कर्णालीमा सोधेको 2081 मा, गण्डकीमा 80 मा जे थियो, कर्णाली 2081 मा पनि त्यस्तै प्रश्न छ। तलका मध्ये कुन चाहिँ तर्जन्य एकाइ हो भन्छ। अब यसपालि अप्सन चाहिँ फरक दियो। क्यान्डेला आधारभूत एकाइ, एम्पियर आधारभूत एकाइ, न्युटन तर्जन्य एकाइ, मोल आधारभूत एकाइ। यो 7 वटा आधारभूत एकाइको नाम चाहिँ याद हुनै पर्छ अनि हामीलाई सजिलो हुन्छ। अब यहाँ क्वेशन छ, वाट तर्जन्य एकाइ हो भन्ने कुरालाई सम्बन्धित आधारभूत एकाइहरूको सम्बन्ध देखाउने गरी प्रमाणित गर्नुहोस्। यदि वाट तर्जन्य एकाइ हो भने यो अन्य आधारभूत एकाइहरू मिलेर बनेको हुनु पर्यो, हैन? यो क्वेशन कर्णालीमा 2080 मा सोधेको रहेछ। र सेम क्वेशन अलिक फरक तरिकाले पनि सोधेको रहेछ मधेसमा 2081 मा। यहाँ चाहिँ के भन्दै उनले, सामर्थ्यको आधारभूत एकाइहरू केजी मिटर स्क्वायर पर सेकेन्ड क्यूब हुन्छ भने प्रमाणित गर्नुहोस्। यहाँ चाहिँ सामर्थ्यको एकाइ यो हुन्छ भनेर प्रमाणित गर्न भन्दैछ। सेम दुईटै क्वेशनको आन्सर अलमोस्ट सेम हुन्छ, फरक केही छैन। हेरौँ आन्सर के होला त। सामर्थ्यको फर्मुला कार्यका मुनि समय, कार्य भन्ने बित्तिकै बल इन्टु दूरी, समयको समय छ। अब बल भनेको पिण्ड इन्टु प्रवेग, दूरीको दूरी नै तल समयको समय छ। अब सामर्थ्यको एकाइ के हो? वाट हो। ल, सामर्थ्यको एकाइ के अरे? वाट। पिण्डको एकाइ के हुन्छ? किलोग्राम। प्रवेगको एकाइ के हुन्छ? मिटर पर सेकेन्ड स्क्वायर। दूरीको के हुन्छ? मिटर। का मुनि समयको के हुन्छ? सेकेन्ड। अब सबैलाई हेर्ने हो भनेदेखि W इक्वल्स टु केजी मिटर दुईटा छ, मिटर स्क्वायर सेकेन्ड स्क्वायर तल गयो, पर सेकेन्ड क्यूब। यति भयो। यसरी वाटमा कुन आधारभूत एकाइहरू सम्मिलित छ? केजी, मिटर र सेकेन्ड। त्यही भएर यो के हो? यो वाट चाहिँ तर्जन्य एकाइ हो। नेक्स्ट क्वेशन छ, बलको एकाइमा संलग्न आधारभूत एकाइहरू लेख्नुहोस्। बलको एकाइ न्युटनमा कुन आधारभूत एकाइहरू छ, अब त्यो लेख्नु पर्यो। सिम्पल छ, पहिला फर्मुला लेखौँ बलको। बलको फर्मुला हुन्छ पिण्ड इन्टु प्रवेग, फोर्स बराबर m इन्टु a हुन्छ। अब बलको एकाइ के? न्युटन।
पिण्डको एकाइ के हुन्छ किलोग्राम, प्रवेगको हुन्छ मिटर प्रति सेकेन्ड स्क्वायर। अर्थात् बलको एकाइमा संलग्न आधारभूत एकाइहरू के भयो केजी मिटर प्रति सेकेन्ड स्क्वायर भयो हैन। पिण्डको केजी, प्रवेगको मिटर प्रति सेकेन्ड स्क्वायर। तसर्थ बलको एकाइमा संलग्न आधारभूत एकाइ कुन हुन्छ केजी, मिटर र सेकेन्ड। यो क्वेसन 2081 लुम्बिनी प्रदेशमा सोधेको क्वेसन रहेछ। अब अर्को क्वेसन छ सुदूरपश्चिम 2081 मा सोधेको आधारभूत एकाइ र तत्जन्य एकाइहरू बीच फरक लेख्नुहोस्। पहिलो फरक के होला परिभाषा, आधारभूतको परिभाषा छँदैछ, अर्को के तत्जन्यको परिभाषा। पहिलो फरक परिभाषा लेख्नु होला। त्यसपछि दोस्रो फरक के हालसम्म कतिवटा आधारभूत एकाइहरू छन् 7 वटा। तत्जन्य एकाइ ती 7 वटा आधारभूत एकाइबाट अन्य धेरै तत्जन्य एकाइहरू बनेका छन् भनेर लेख्नु पर्यो। र एक्जाम्पल लेख्दिनु आधारभूत एकाइको एक्जाम्पल किलोग्राम, मिटर र तत्जन्य एकाइको एक्जाम्पल जुल, न्युटन। यति भयो सकियो। यो थियो यो टपिकसँग रिलेटेड एसईई मा सोधिएका क्वेसनहरू। अब नेक्स्ट क्लासमा हामी नेक्स्ट टपिक हेर्नेछौँ। थ्यांक यू।